हरेक बालबालिकाको अधिकार छ सुरक्षित जीवन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सहभागिता र सम्मानपूर्वक बाँच्ने अवसर। नेपालको संविधानदेखि बालबालिका सम्बन्धी ऐनले यी अधिकार सुनिश्चित गरेको छ। तर के कर्णालीका सबै बालबालिकाहरूले आफ्नो अधिकार व्यवहारमै उपभोग गर्न पाएका छन् त? कर्णालीमा बाल अधिकारका विषयमा पछिल्ला वर्षहरूमा धेरै काम भएका छन्। तर अझै पनि बाल विवाह, बाल श्रम, विद्यालय छोड्ने समस्या, बाल हिंसा, डिजिटल लत, मानसिक तनाव जस्ता चुनौती बालबालिकाको जीवनमा जोडिएका छन्। कर्णाली प्रदेश भनेको भनिन्छ एउटा एकदमै विकट प्रदेश हो, तर अर्को हिसाबले हामीले हेर्ने हो भने कर्णाली प्रदेश एउटा समृद्धको प्रदेश पनि हो। हामीले चाहिँ हाम्रो एकदम धेरै विकट जिल्लाहरू पनि छन् कर्णाली प्रदेशमा। त्यस जिल्लाहरूबाट प्रतिनिधित्व गर्दै हाम्रो प्रदेश बाल क्लब सञ्चाल्छ र त्यहाँबाट बालबालिकाहरूले आफ्नो अधिकारको उपयोग गर्न पाएका छन् र पढ्न लेख्न नसकेका बालबालिकाहरूलाई प्रदेश बाल क्लब सञ्जालले चाहिँ अब पढ्नुपर्छ है, अब लेख्नुपर्छ है भनेर आफ्नो क्षेत्रमा गएर चाहिँ उनीहरूलाई प्रेरणा गरेका छन्। अब पढ्नुपर्छ, लेख्नुपर्छ र शिक्षा स्वास्थ्य नपाएका बालबालिकाहरूलाई पनि सबैजना चाइल्ड क्लबका बालबालिकाहरूले जनचेतनामूलक सञ्चालन गरेका छन् कार्यक्रमहरू आफ्नो क्षेत्रमा गएर। जिल्लामा कर्णाली प्रदेश भनेको एउटा विकट प्रदेश हो। विभिन्न जिल्लाहरूमा चाहिँ धेरै बालबालिकाहरू बाल श्रममा बाँधिएका छन्। उनीहरूले बाल विवाह गरेर गृहस्थी जीवन बिताइरहेका छन्। विद्यालय जाँदै गर्दाखेरि कोही साथी विद्यालय झोला बोकेर जाने र कोही बालिकाहरू घरको दैलो लिपिरहेको त्यो पनि हामीले सुनिरहेका छौँ र यस समाधानका लागि हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ र हामी अझै पनि गर्नेछौँ र बाल श्रम, बाल विवाह जस्ता विभिन्न यस्ता सामाजिक घटनाहरू, सामाजिक पक्षहरूलाई, सामाजिकका नकारात्मक पक्षहरूलाई चाहिँ हामीहरूले न्यूनीकरणका लागि काम गरिरहेका छौँ। बालबालिकाको पहिलो विद्यालय भनेको परिवार हो। परिवारले नै बालबालिकाको अधिकार संरक्षण गर्ने मुख्य जिम्मेवारी बोकेको हुन्छ। तर आर्थिक अवस्था, चेतनाको कमी, सामाजिक परम्पराले अझै चुनौती सिर्जना गरिरहेका छन्। जो सामाजिक सञ्जालहरूले गर्दा बालबालिकाहरूका लागि एउटा यो जो मानसिक जो लत बसेको छ, त्यो लतका कारणले गर्दा बालबालिकाहरू चाहिँ निकै फसिसकेका छन्। अब सानो बच्चाहरूलाई पढाइभन्दा पनि अझ महत्त्वपूर्ण त अहिले सामाजिक सञ्जाल नै नजिक ल्याउनुपर्छ भन्ने उसको झन् चाहना भएको छ कि जो हेर्छन्, जो मोबाइलमा देखिन्छन् होइन। अनि यी कुराहरूले गर्दा उनीहरू यिनीहरूबाट झन् आक्रोशित हुने, सिक्ने यी कुराहरू यसले एउटा विकृति पनि फैलाइरहेको जस्तो चाहिँ मलाई लागेको छ होइन। बच्चाहरूले त मान्दैन अहिले मोबाइल अनिवार्य, उसलाई मोबाइल चाहियो, बरु खाना चाहिएन, मोबाइल अनिवार्य चाहियो। त्यस्तो समस्या चाहिँ आइरहेको छ। विद्यालय केवल पढ्ने ठाउँ मात्र होइन, बालबालिकाको अधिकार सुनिश्चित गर्ने अर्को महत्त्वपूर्ण स्थान पनि हो। बालमैत्री वातावरण, सहभागिता र हिंसामुक्त सिकाइ आजको आवश्यकता बनेको छ। बाल अधिकार, बाल क्लबहरू, विभिन्न क्लबहरू गठन गर्ने, त्यस कुरामा चाहिँ उनीहरूलाई सहभागिता गर्ने। तर तपाईँले भने जस्तै अब विद्यालयमा चाहिँ विभिन्न समितिहरू, उपसमितिहरू, क्लबहरू हुन्छन्, त्यसमा बच्चाहरू चाहिँ सहभागी हुने गर्छन्। तर यो विद्यालय व्यवस्थापन समितिमा बच्चाहरू उपस्थित हुने, विद्यालय व्यवस्थापन समितिका निर्णयहरूमा प्रत्यक्ष रूपमा सहभागी हुने कुरा छ। मलाई लाग्छ यो हाम्रो स्कुलमा मात्र नै, कहीँ पनि यो बच्चाहरू विद्यालय व्यवस्थापन समितिमा सहभागी हुने अवस्था छैन। तर यद्यपि कानुनमा, शिक्षा ऐनमा त्यस्तो व्यवस्था गरेको छ। बाल क्लबको अगुवाहरूलाई चाहिँ विद्यालय व्यवस्थापन समितिमा चाहिँ सहभागी गराउने भनेर लेखेकै छ। हामीले त्यो चाहिँ अमरज्योतिको मात्रै होइन होला, त्यो अन्यत्रहरू पनि प्रयोग भएको छैन। तर अरू क्लबहरू छ, इको क्लबहरू छ, अनि विद्यालय व्यवस्थापन समितिले आयोजना गरेका कार्यक्रमहरू छन्, विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरू छन् र स्वयं पाठ्यक्रमभित्र पनि बाल अधिकारको कुरा प्रशस्त लेखेको छ। त्यसमा बच्चाहरूलाई शिक्षित गर्ने, बच्चाहरूलाई सूचित गर्ने, बच्चाहरूलाई पुनर्जागरण गराउने काममा चाहिँ हामी क्रियाशील भएर लाग्छौँ। पछिल्ला वर्षहरूमा बाल हिंसा मात्र होइन, डिजिटल लत, मानसिक स्वास्थ्य र पारिवारिक तनाव पनि बालबालिकाको लागि ठुलो चुनौती बन्दै गएको छ। अब समग्रमा हेर्दाखेरि चाहिँ बाल अधिकार, अब सामान्यतया बाल अधिकार भनेर मान्छेले इन जनरल रूपमा लग्ने गरेको छन् होइन। तर हामीले हेर्ने हो भने बालबालिकाको सबै एउटा मात्रै पक्ष होइन कि सर्वाङ्गीण पक्ष चाहिँ विकास हुनुपर्छ। र त्यो चाहिँ एकदमै उनीहरूको उमेरगत रूपमा विकास हुनुपर्छ। अब पछिल्लो चरणमा अहिले डिजिटल लत चाहिँ खास गरी स्क्रिन टाइम बालबालिकाहरूले बढी बिताएको भन्ने विभिन्न रिसर्चहरूले पाउँछ र हामी एउटा बाल अधिकारका लागि काम गर्ने हामी जस्तो नागरिक समाज संस्थाहरूको सञ्जालले
यसको विरुद्धमा चाहिँ हामीले अभिभावक मेन कुरा चाहिँ अभिभावक सचेत हुन आवश्यक छ। जब अभिभावक सचेत हुनुहुन्छ तब मात्रै बालबालिकाहरूले अभिभावकसँग जब इन्ट्रेक्सन गर्न खोज्छन् अनि सल्लाह गर्छन्, छलफल गर्छन्, बालबालिकाको कुरा सुन्छन्, बालबालिकाको कुरा सुन्ने कल्चर जब हुन्छ तब उनीहरूको त्यो स्क्रिन टाइम चाहिँ छुट्छ भन्ने हामीले मान्यता लिएका छौँ होइन। अब समग्रमा हेर्दाखेरि चाहिँ बालबालिकाका 4वटा पक्ष हामी बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता भन्छौँ। तर अब अरू कुराहरूमा बाल विकास र बाल बचाउको सन्दर्भमा चाहिँ राज्य पक्षबाट पनि थुप्रै अब प्रयासहरू भएका छन् होइन। जस्तो खोपका कुराहरू, निःशुल्क भिटामिन ए होइन, जुकाको औषधि बच्चाहरूले खाइरहेको छन् होइन। र सँगसँगै चाहिँ अब बाल संरक्षण र बाल सहभागिताको सवालमा चाहिँ अलि राज्यले जति काम गर्नुपर्छ त्यति काम चाहिँ हामीले गरेको पाएको छैनौँ। जस्तो कर्णाली प्रदेशकै बाल क्लब सञ्जाल बालबालिकाको लागि एउटा गठन भएको बालबालिकाकै क्षेत्रमा चाहिँ अगाडि बढ्ने प्रदेश बाल अधिकार समितिमा बालबालिकाको सहभागिता छैन। त्यसमा हामीले निरन्तर रूपमा माननीय मन्त्रीज्यू लगायत सबैको ध्यान आकर्षण गराएको छौँ। अब बाल सहभागिता घरदेखि विद्यालयदेखि समग्र जहाँ बालबालिकाको हितमा कुरा हुन्छ त्यहाँ चाहिँ बालबालिकाको सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। अब त्यो बाल सहभागितामा चाहिँ अलिक कम भएको देखिन्छ। स्थानीय सरकारले पनि बाल संरक्षण, बाल मैत्री स्थानीय शासन र बाल संरक्षण कोष मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँछ। वीरेन्द्रनगर नगरपालिकाको 16वटै वडाहरूमा वडा स्तरीय बाल क्लबहरू पनि गठन भइसकेको छ। त्यस्तै नगर स्तरीय बाल क्लब पनि गठन भइसकेको छ र वडा स्तरीय बाल अधिकार समितिहरू पनि हामीले गठन गरिसकेका छौँ। नगर स्तरीय बाल अधिकार समिति पनि गठन गरिसकेका छौँ। वीरेन्द्रनगर नगरपालिकाले बाल संरक्षण नीति 2076 बनाइसकेको छ र बाल अधिकार संरक्षण तथा प्रवर्धन कार्यविधि 2080 पनि बनाइसकेको छ र सोही बमोजिम चाहिँ हामीले बालकोषको पनि स्थापना गरेका छौँ, जसमा चाहिँ हाम्रो 1,47,250 रुपैयाँ चाहिँ बालकोषमा रहेको छ। वीरेन्द्रनगर नगरपालिकाले चाहिँ बाल मैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नको लागि अवलम्बनदेखि सूचकहरू पुरा गर्ने काममा चाहिँ हामी लागिरहेका छौँ। विभिन्न क्रियाकलापहरू चाहिँ सञ्चालन गरिरहेका छौँ र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 8 लाई चाहिँ सुर्खेत जिल्लाकै पहिलो बाल मैत्री स्थानीय शासनयुक्त वडा पनि घोषणा गरिसकेका छौँ हामीले र अब चाहिँ हामी वडा नम्बर 7 लाई पनि घोषणा गर्ने तयारीमा छौँ, अन्तिम चरणमा छौँ। केही सूचकहरू चाहिँ पुरा भइसकेको अवस्था छ। नेपालको संविधान बालबालिका सम्बन्धी ऐन 2075 र विभिन्न कानुनले बाल अधिकार सुनिश्चित गरेका छन्, तर कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवाला बताउँछन्। बाल हिंसा, बाल यौन दुर्व्यवहार, बाल विवाह र साइबर अपराधका घटनाले बाल अधिकारमाथि प्रत्यक्ष असर पारिरहेका छन्। तपाईँले बाल विवाहको भन्नुभयो, त्यो त एकदमै अलिकति जटिल समस्या छ कि कस्तो छ भने हामीलाई अहिले यो आर्थिक वर्षमै हेर्नुहुन्छ भने नि मुद्दा दर्ता सङ्ख्या छैन हो। अब बाहिर सर्फेसली हेर्दा मुद्दा दर्ता नभइसके पश्चात त मुद्दा छैन, सङ्ख्या त घट्नुपर्ने। तर त्यो त समाजमा हेर्ने भने त छ नि त। हामीले यहाँनिर 13 वर्ष, 14 वर्ष, 18 वर्षभन्दा मुनिका बच्चासहित हुन्छ क्या। हेर्नु न, 20 वर्ष पुगेको हुन्छ, 5-6 वर्षको बच्चासहित आउनु भएको हुन्छ क्या। यहाँ मलाई यस्तो घरेलु हिंसा भयो, यो भयो भनेर अब उहाँहरूले त त्यति बेला त बाल विवाह गरेर अब अहिले त एज पुगिसकेर आउनु भएको छ। त्यस्तो अवस्थाहरू पनि छ। त्यो भनेको बाल विवाहकै कारणले गर्दा उत्पन्न भएको इभन बहुविवाह चलेको छ नि हाम्रोमा केसमा पनि, त्योमा पनि हुनुहुन्छ लगभग 3-4 वटा नै कस्तो हुनुहुन्छ भने सानो उमेरमा विवाह गर्नुभयो, त्यस पछाडि बच्चा भयो, अनि अब अहिले त उमेर पुगिसक्यो 22-23 वर्ष कति हुनुभयो, त्यस पछाडि अनि श्रीमान अन्त अन्यत्रसँग विवाह गरेर बसेको त्यस्तो भएको त्यो अवस्थाहरू पनि छ क्या। त्यही भएर त्यो चाहिँ एउटा लुप्त रूपमा बसेको छ जुन चाहिँ उजागर गरेको छैन। सबैभन्दा ठुलो भनेको मान्छे आफू चाहिँ त्यो कुरामा चाहिँ अवेर भयो भने उसको गार्जियन अवेर हुनु पर्यो। गार्जियन मात्र भएन, उसको त्यो बालबालिका बच्चा पनि अवेर हुनु पर्यो होइन। त्यसको लागि अब हामीले यो समुदाय प्रहरी साझेदारी कार्यक्रमहरू छन्। यो महिला बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रबाट पनि छुट्टै हामीले यसरी यी बालबालिकालाई फोकस गरेर पनि कार्यक्रमहरू गरेर हुन्छौँ। यही ज्येष्ठ म शान्तमै मात्र पनि हामीले यो जिल्लाबाट 3 वटा र प्रदेशबाट गरेर करिब 8 वटा स्कुलहरूमा चाहिँ यस्तै कार्यक्रम गऱ्यौँ। फोकस हाम्रो त्यही थियो, साइबर रिलेटेड अनि बाल विवाह केसेसहरूमा चाहिँ उहाँहरूलाई अवेर गरेर त्यस्तो घटना छ भने चाहिँ हामीले केही सूचनाहरू आउन सकिन्छ। त्यो मध्येको एउटा चाहिँ आउनुभयो। म यही यसरी तपाईँले कार्यक्रम गरेर अनि यहाँसम्म भन्ने हिम्मत आयो भनेर आउनुभएको पनि थियो। सरकारसँगै गैर सरकारी संस्थाहरूले पनि बाल अधिकार प्रवर्धनका लागि काम गरिरहेका छन्, तर अझै पनि बाल विवाह, बाल श्रम, गरिबी न्यूनीकरणको लागि सचेतनाको आवश्यक छ। सरकारले पनि आवश्यक ऐन कानुनको निर्माण तथा त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ, अनि मात्रै बाल अधिकार सुनिश्चित हुन्छ।
कर्णालीमा बालबालिकाको समग्र अवस्था भन्दाखेरि यो अलिकति विशिष्ट प्रदेश छ होइन। जनसङ्ख्याको हिसाबले पनि हेऱ्यो भने चाहिँ अरू प्रदेशमा चाहिँ 78 को जनगणना अनुसार भन्यो भने अरू प्रदेशमा चाहिँ 33% हाराहारीमा बालबालिका छन् भने हाम्रो प्रदेशमा 40% हाराहारीमा बालबालिकाहरू हुनुहुन्छ होइन। त्यो हिसाबले पनि एउटा अब अवसर पनि छ, चुनौती पनि छ। अब समग्रमा भन्दाखेरि अब एउटा बाल अधिकारको एङ्गलबाट हेर्दा चाहिँ एउटा मात्रै बालबालिकाले पनि उसले आफ्नो अधिकार पाएन भने उसको लागि त 100% भयो। त्यही हिसाबले हेर्दाखेरि बाल अधिकारको अवस्था त्यति राम्रो सन्तोषजनक मान्ने अवस्था चाहिँ छैन। भलै अब सरकारहरूको प्रयत्नहरू चाहिँ जारी नै छ र रहेको छ, हामीले त्यो पनि पाउँछौँ। तर समग्रतामा हेर्दाखेरि यहाँ चाहिँ थुप्रै सवालहरू छन्। ती सवालले गर्दाखेरि बालबालिकाहरूको अधिकार चाहिँ त्यति राम्रो भएको चाहिँ छैन। जस्तै बाल विवाहको कुरा गऱ्यो भने सबैभन्दा बढी यो प्रदेशमा बाल विवाह छ। छाउबढी अन्यत्र कुनै पनि प्रदेशमा नभएको, सुदूरपश्चिममा मात्रै भएको र हाम्रो प्रदेशमा अत्यधिक छ होइन। त्यसै गरी लागु औषध दुर्व्यसनका हिसाबले पनि छ र विभिन्न कारणले जोखिममा परेका बालबालिकाहरूको संरक्षण गर्ने कुराले पनि अभाव छ होइन। अब यहाँबाट चाहिँ तपाईँ हामीले बेला बेलामा सुन्न पाउँछौँ बालबालिकाहरूलाई विभिन्न नाममा चाहिँ यो गृहहरूमा लैजाने, विभिन्न चाहिँ यो पढाउने नाममा लैजाने बालबालिकाहरूको ओसार प्रसार पनि यहाँ चाहिँ त्यत्तिकै अवस्थामा छ। त्यही भएर बालबालिकाहरूको विद्यालय जाने दर पनि अन्यत्रको भन्दा यहाँ चाहिँ कम छ, पास रेट हुने दर पनि कम छ होइन। त्यस कारण समग्रमा भन्दाखेरि चाहिँ अलिकति अवस्था खस्कँदो छ। प्रदेश सरकारले बाल संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण र बाल मैत्री स्थानीय शासनलाई प्राथमिकतामा राखेको जनाएको छ। अब आवश्यक छ कानुनको प्रभावकारी कार्यान्वयन, पर्याप्त बजेट, बाल सहभागिता र सबै पक्षको सहकार्य। समाज विकास मन्त्रालयले अब कर्णाली प्रदेशका बालबालिकाहरूको सन्दर्भमा काम गर्ने सन्दर्भमा मुख्य गरी चाहिँ यो बालबालिकाहरूको यो 4वटै पक्षको चाहिँ जुन संरक्षणको अनि चाहिँ प्रोटेक्सनको अनि विकासको, सहभागिताको लगायतका जुन यो 4वटा पक्षहरूमा चाहिँ काम गर्नका लागि यो स्थानीय सरकारहरूसँग चाहिँ समन्वय गरेर काम गरिराखेको अवस्था चाहिँ छ। मुख्य गरी अब यो बालबालिकाको सन्दर्भमा काम गर्ने भनेको चाहिँ नजिकबाट काम गर्ने भनेको स्थानीय सरकारले हो र स्थानीय सरकारले काम गर्ने सन्दर्भमा प्रदेशले चाहिँ आवश्यक प्राविधिक सहयोग र आर्थिक सहयोगहरू स्थानीय सरकारलाई प्रदान गर्ने गर्दछ। मुख्य गरी अब बालबालिकाको यो अधिकारको कुरा गर्दा उहाँहरूको चाहिँ यो संरक्षणको अधिकारमा, त्यसै गरी सहभागिताको अधिकार र अनि यो बाल विकासका अधिकारहरूमा बालबालिकाहरूको यथेष्ट मात्रामा अझ पनि त्यो सहभागिताको सन्दर्भमा यथेष्ट मात्रामा सहभागिता हुन नसकिरहेको अवस्था चाहिँ छ। बालबालिका भविष्य मात्र होइनन्, उनीहरू आजका नागरिक पनि हुन्। उनीहरूको अधिकार सुरक्षित हुँदा मात्रै समुन्नत समाजको आधार बलियो हुन्छ। बाल अधिकारको संरक्षण सरकारको मात्र होइन, हाम्रो सबैको साझा जिम्मेवारी हो।